सो हेलो साथीहरु, आज चाहिँ म यो एकाउन्ट सब्जेक्ट यानी बी क्लास 12 को क्वेशन नम्बर एकाउन्टको पेपरमा क्वेशन नम्बर 13 को बी आईआई मा आउने क्वेशन म आज हजुरहरुलाई सिकाउन गइरहेको छु। म पनि 12 मै हो पढ्ने। सो तपाईहरुले एकदम पास हुन गाह्रो हो भने चाहिँ यो भिडियो हेर्नु होला। यो भिडियो हेरेपछि 3 मार्क्स चाहिँ तपाईको ढुक्का हुन सक्छ। सो स्टार्ट गरौँ। म एउटा यो डिबेन्चर भन्ने चाहिँ 7 वटा केस हुन्छ हैन। एउटा भनेको रोक्नु, म त्यो चाहिँ पछि बत्त जाम ल। म यो गर्छु पहिला यो 45 को गर्न लागिराखौ मैले। मेरो ओल्ड किताब हो यो, 2079 को हो क्या हो। सो के भने क्वेशनमा अ कम्पनी लिमिटेड इस्युड 2000 चाहिँ डिबेन्चर इस्यु गरेको रहेछ है। यसले इस्यु भनेको 2000 डिबेन्चर इस्यु गरेको 12% डिबेन्चर, यो भनेको 12% डिबेन्चर 2000 वटा इस्यु गरेको रहेछ। 100 रुपैयाँ इच, एउटालाई 100 पर्ने, 5 रुपैयाँ प्रिमियम भनेपछि 105 रुपैयाँमा इस्यु गरेको रहेछ है। अनि एन्ड रिडिमेबल एट 10% प्रिमियम भनेको छ। अब दिने बेलामा इस्यु गर्ने बेलामा चाहिँ 5% प्रिमियम लाएर इस्यु गरेछ। अनि आफूले पाउने बेलामा चाहिँ कतिमा पछि फिर्ता गर्छ के। आफूले यो डिबेन्चर इस्यु गरेको हुन्छ कुनै पनि कम्पनीले, अनि कति 5-10 वर्षपछि अनि फेरि फिर्ता पाउँछ। सो यहाँनिर चाहिँ 10% प्रिमियममा चाहिँ 110 मा चाहिँ पाएको रहेछ है, इस्यु आफूले पाएको रहेछ। सो अब यहाँ लेखौँ है। सुरुमा हामीले इस्यु अफ डिबेन्चर है, छुटेछ सरी है, यतै लेख्नु होला तपाईहरुले। इन्ट्रिज फर हो है, यो इन्ट्रिज फर इस्यु अफ डिबेन्चर भयो। अब यसको चाहिँ डिबेन्चर इस्यु गर्छ कम्पनीले, अनि कम्पनीलाई के आउँछ, पैसा हुन्छ के कम्पनीको ब्याङ्कमा। सो ब्याङ्क एकाउन्ट डेबिट हुन्छ अलवेज है, अलवेज ब्याङ्क एकाउन्ट डेबिट। अब 2 लाइन छोड्नु है तपाईहरुले जति बेला नि गर्दाखेरि। प्रिमियम के छ भने चाहिँ 2 लाइन छोड्नु होला प्रिमियमको। टु यो के भनेको छ, 12% डिबेन्चर भन्यो नि हैन। यो 12% भनेको केही हैन, बस 12% डिबेन्चर जस्ताको त्यस्तै डिबेन्चर एकाउन्ट। यो ब्याङ्क एकाउन्ट भनेको हामीलाई यहाँ के देख 5% प्रिमियम भनेको। यो ब्याङ्कले चाहिँ सधैँ कुन एकाउन्टले गर्छ भन्दाखेरि 2000 वटा डिबेन्चर हो, अनि ब्याङ्कले चाहिँ सधैँ प्रिमियम या डिस्काउन्ट के देख त्यो चाहिँ लाएरै हुन्छ के, यो मल्टिप्लाई गरिन्छ। 2000 मल्टिप्लाई कति भयो, 100 मा 5% प्रिमियम भनेको 105 भयो है। यति मल्टिप्लाई गरिन्छ। यहाँ हेर्नुस् पुरै केयर देखु मैले। 2000 मल्टिप्लाई 105 रुपैयाँको दरले एउटा डिबेन्चर। सो 2,10,000 रुपैयाँ आयो यहाँनिर। यो डिबेन्चरले के गर्छन्, यो डिबेन्चरले सधैँ एक्चुअल पार भ्यालुले मल्टिप्लाई गर्छन्। सो 105 को सट्टा कति हुने भयो यहाँनिर, 100 रुपैयाँले मल्टिप्लाई गर्ने डिबेन्चरलाई 2 लाख हुने रहेछ। यता 2 लाख भयो। अनि हामीलाई अब यहाँ के भने, हामीलाई प्रिमियम भन्यो नि त हैन। प्रिमियम भनेको अब कम्पनीले इस्यु गरे नि हैन, इस्यु गरेको प्रिमियम 100 रुपैयाँको डिबेन्चर 105 मा इस्यु गरे भनेपछि फाइदा भयो नि त कम्पनीलाई, हो कि नै। कम्पनीलाई 5 रुपैयाँको दरले 20 यतिको लागि 2000 वटाको लागि 5 रुपैयाँको दरले फाइदा भयो कि 5 रुपैयाँको एउटाले 5 रुपैयाँको दरले फाइदा लियो भनेपछि 2000 × 5 गर्दिमै कति हुन्छ, त्यो भनेको प्रिमियम हो। 2000 × 5 10,000 रुपैयाँ जुन चाहिँ यहाँ तल पुगेको हैन हैन, यतिकै नि थाहा हुन्छ। प्रिमियम भनेको कम्पनीलाई हामीलाई फाइदा हुन्छ के। जस्तै यसले इस्यु गर्यो 100 रुपैयाँको थियो हैन, 100 रुपैयाँमा इस्यु गरेको भए नर्मल भयो त्यो। अनि डिस्काउन्टमा इस्यु गरिदिएको भए 100 रुपैयाँको माल 100 रुपैयाँको अब केही त्यस्तै बुझ्नु न, माल भनेर बुझ्नु न, सामान 100 रुपैयाँको सामान अनि 5 रुपैयाँ डिस्काउन्टमा बेच्यो भने 95 रुपैयाँ बेच्यो भने चाहिँ कम्पनीलाई घाटा हुन्छ। अब यसले 105 रुपैयाँमा बेच्दैछ के, 105 रुपैयाँमा बेच्दैछ भनेर त्यही बेच्दैछ, इस्यु गरे हो। सो त्यही भएर कम्पनीलाई के भयो, टु प्रिमियम अन इस्यु अफ
डिभेन्चर एकाउन्ट भयो। कति भयो? 10,000 भयो। कसरी यो? 2,000 हो 5 को दरले। सिम्पल हो कि साथीहरू। यति 3 मार्क्स चाहिँ छुटाउनु भयो भने तपाईँ फेलै हो। 10,000 आएको है, यता नलेख्ने, यता हो भयो हैन। अझै यहाँ के हुन्छ भनेपछि हामीलाई यता हेर्नु, क्वेसन हेर्नु। अब के भन्यो? प्रिमियममा रिडिम गरे है, प्रिमियममा रिडिमेबल एट 10% प्रिमियम भन्यो। रिडिम गर्दाखेरि के आफूले फेरि फिर्ता पाउँछ के कम्पनीले। त्यतिखेर चाहिँ के गरे भनेदेखि 10% के अरे 10% प्रिमियममा भनेपछि त्यो यहाँनिर चढाउनुपर्छ है सधैँ। त्यो प्रिमियम के छ भने त्यो इन्ट्रिज फर इस्यु अफ डिभेन्चरमा चढाउनुपर्छ। त्यसलाई के भनेर चढाउँछन् भनेदेखि यहाँ टु प्रिमियम अन रिडिम्सन अफ डिभेन्चर एकाउन्ट। कति त भन्दाखेरि यसलाई चाहिँ कुनले मल्टिप्लाई गर्छन्? 10 हो। 100 को 10% प्रिमियम 10% प्रिमियम भनेको है। 100 को 10% 10 भयो, 10 भयो। सो 10 ले कतिलाई मल्टिप्लाई गर्ने? 2,000 हो नि त सेयर डिभेन्चर। 20,000 रुपियाँ है यहाँनिर। त्यसलाई यहाँनिर चढाउने 1 2 3 4 5 सरी 5 है। त्यहाँ 20,000 भयो। अनि यसलाई यहाँनिर चढाउनु पर्छ हामीले। के भनेर यहाँ चढेपछि प्रिमियम के भन्छ त्यसलाई, रिडिम गर्दाखेरि प्रिमियम आयो भने त्यसलाई एउटा यो भनेर लेख्छन् यहाँनिर। अर्को यहाँनिर लस अन इस्यु अफ डिभेन्चर एकाउन्ट डेबिट हो यो। अनि एमाउन्ट चाहिँ यही एमाउन्ट हो यहाँनिर। 20,000 जे आयो त्यही जस्ताको जस्तै। जनरल इन्ट्रिजमा सधैँ ब्यालेन्स हुनुपर्छ। यहाँ 2,10,000 20,000 2,30,000 2,10,000 20 2,30,000 है। अब यहाँनिर हामीले के लेख्न पर्ने हुन्छ? भिडियो लामो हुने भयो साथीहरू, केही भएन। अर्को ताल चाहिँ अहिले म धेरै बोलेर हो। बिङ 12% डिभेन्चर इस्युड के भयो गरियो ट्रान्ज्याक्सनहरू, त्यसलाई यहाँ अब ल्याङ्ग्वेजमा लेख्नु है। बिङ 12% डिभेन्चर इस्युड एट 5% PREMIUM प्रिमियम एन्ड रिडिम्ड REDEEMED रिडिम्ड एट 10% प्रिमियम। मैले सिम्पल्ली बाट जान पर्ने हो, तर मैले अहिले सिधै यो भनेको एकदम गाह्रो टाइपको मानिन्छ है यो डिभेन्चरवालाको। अब सेकेन्डमा बनाउँछन्, यसलाई आई लेखे हुन्छ, आई लेखे हुन्छ है। इन्ट्रिज फर रिडिम्सन अफ डिभेन्चर। यस्तो लेख्दा राम्रो। ह्यान्डराइटिङ चाहिँ नराम्रो भयो है, तपाईँले बुझ्नुभयो भन्ने आशा छ। 12% अब ट्याक्कै के हुन्छ? अब पछि कम्पनीले रिडिम भनेको आफ्नो फिर्ता लियो, फिर्ता माग्यो कि अब डिभेन्चर होल्डरहरूसँग। 12% डिभेन्चर एकाउन्ट डेबिट। अब मागेपछि त के पाउँछ? आउने भनेको पहिला पैसा आउँथ्यो डिभेन्चर इस्यु गर्दाखेरि। अहिले डिभेन्चर कस्तो यार नरिसाउनु होला है। 12% डिभेन्चर एकाउन्ट डेबिट भयो है। किन भयो भन्दाखेरि यो डिभेन्चर एकाउन्ट, किनभने कम्पनीले डिभेन्चर पायो। अब यहाँनिर सेकेन्डमा ट्याक्कै अब पैसा जान्छ नि त कम्पनीको डिभेन्चर रिडिम गर्दाखेरि। टु ब्याङ्क एकाउन्ट भयो। डिभेन्चरले सधैँ मैले के भन्थेँ? पार भ्यालुले मल्टिप्लाई गर्ने भनेको होइन। कति छ? 2,000 वटा डिभेन्चर हो, मल्टिप्लाई पार भ्यालु 100 छ होइन। कति भयो? लगभग 2 लाख भयो। अब यसलाई चाहिँ ब्याङ्क एकाउन्टले के गर्छन्? सधैँ 10% प्रिमियम भनेपछि 110 भयो नि त रेट एउटालाई पाउने बेलामै आफूले। 2,000 वटा सेयर 2,20,000 भएछ है। यसलाई चाहिँ यहाँनिर लेखौँ 1 2 3 4 5 2,20,000।
अब कम्पनीले के गर्छ इस्यु के अरे आफूले डिभेन्चर पाउँदाखेरि केमा पाएछ प्रिमियममा भनेको प्रिमियम भनेपछि 100 रुपियाँको थियो एक्ज्याक्टली तर त्यसले 110 रुपियाँमा पायो के 110 रुपियाँ 100 रुपियाँको माल 110मा रिडिम गर्यो भनेपछि त्यसलाई घाटा लाग्यो नि त घाटा भनेको प्रिमियम भयो नि त प्रिमियममा लागेपछि घाटा भयो नि त घाटा भनेको सधैँ डेबिटमा हुन्छ यहाँनिर चाहिँ प्रिमियम भनेको आफूले इस्यु गर्दाखेरि प्रिमियम लगाएको थियो होइन त्यो चाहिँ फाइदा भयो के आफूले इस्यु गर्दाखेरि त्यो 5% अनि त्यो प्रिमियम त्यही भएर यहाँनिर क्रेडिटमा छ अहिले चाहिँ प्रिमियम लागेको घाटा भयो हामीलाई सो यहाँनिर हुन्छ यता नै प्रिमियम अन रिडिम्सन अफ डिभेन्चर एकाउन्ट डेबिट हो यो यहाँ पनि 2,20,000 2,20,000 यहाँ 2,20,000 अब यहाँनिर न्यारेसन लेख्नुपर्छ बिङ सेम हो है माथिको जस्तै हो यहाँनिर बिङ 12% लेखौँ है 12% डिभेन्चर रिडिम एट 10% प्रिमियम भयो ल यति हो तपाईँहरू बुझ्नुभयो होला म यस्तै भिडियोहरू अझै पठाउँछु त्यो चाहिँ बुझ्नु होला यदि तपाईँको यहाँ हाम्रो यहाँ दुइटै इस्यु पनि प्रिमियममा रिडिम पनि प्रिमियममा भनेको कि यहाँ यस्तै 7वटा केस हुन्छ अझै छुट्टै 6वटा केस हुन्छ तिनीहरू चाहिँ अलिक सजिलो हुन्छ बरु म अरू भिडियोमा बताउँछु सो भिडियो कस्तो लाग्यो भन्नु होला फर्स्ट टाइम भिडियो बनाएर हालेछु तपाईँहरूको लागि हो भिडियो मन पऱ्यो एकदम नबुझेको कुरा चाहिँ भन्नु होला म एकदम अर्को भिडियोमा चाहिँ डिटेलली बुझाइदिन्छु हो अनि मलाई फर्स्ट टाइम भएर हो कि एकदम बुझाउन नआएको हो कि मैले आफू चाहिँ राम्रोसँग बुझेको यो 3 मार्क्स तपाईँहरूको लागि ढुक्क होस् न यो अनि अर्को छ एउटा भेन्डर अदर देन क्यास भन्ने 2 मार्क्सको 13को आईमा आउने 13को आईमा सो त्यो र अरू म तपाईँहरू पास हुने जति म यो अब कति छ अझै 10-15 दिनै छ एकाउन्टको आउन त सो म त्यति दिनसम्म चाहिँ तपाईँहरू पास हुने गराइन्छ है सो भिडियो मन परे लाइक गर्नु होला म बिदा भएको भाइ